सोच्नुहोस् त एउटा केटो जसको घरमा टिभी थिएन, इन्टरनेट थिएन, खेल्नलाई जुत्ता पनि थिएन, तर सपना थियो वर्ल्ड बेस्ट फुटबलर बन्ने। यो कहानी हो सादियो मानेको। सेनेगलको एउटा सानो गाउँमा जन्म भएको। त्यो गाउँमा बिजुली र सुविधाको कमी थियो। फुटबल हेर्न मन थियो तर उनको घरमा टिभी थिएन, त्यसैले छिमेकीको घर बाहिर उभिएर झ्यालबाट म्याच हेर्थे। ट्रेनिङ गर्न मैदान थिएन, जुत्ता थिएन, फेसिलिटिज थिएन, तर जुनुन थियो, त्यो पनि आगो जस्तो। उनी दिनभर खेतमा काम गर्थे, रातिमा प्र्याक्टिस गर्थे। घर परिवारले भन्थे यो फुटबल खेलेर के हुन्छ, समयको बर्बादी बाहेक। गाउँका मान्छेहरू हाँस्थे र भन्थे यो गाउँको केटोले यो दुनियाँमा के नै गर्छ। तर मानेले ती कुरा सुनेनन्। उनले आफ्नो सपनालाई सुने। हार्डवर्क, डिसिप्लिन र फोकस, यही 3 हतियारले उनले आफ्नो बाटो बनाए र एक दिन त्यही गाउँको केटो लिभरपुल पुगे, च्याम्पियन्स लिग जिते र दुनियाँका टप प्लेयर्समा आफ्नो नाम लेखे। आज माने करोडौं कमाउँछन्, तर उनको लाइफस्टाइल बिना एटिट्युड अनि बिना सो अफ। आफ्नै गाउँमा हस्पिटल बनाए, स्कुल बनाए, किनकि उनलाई थाहा थियो गरिबीको पीडा कस्तो हुन्छ। मानेको जर्नीबाट के सिकिन्छ भने सपना ठुलो ठाउँमा जन्मिनु पर्दैन, सपना ठुलो हुनुपर्छ। हिम्मत अरूको सफलता देखेर आउँदैन, हिम्मत आफ्नो सपनालाई अँगालेर आउँछ।